गाइज वर्ल्ड कप सकेको 3-4 दिन भइसक्यो तर यो आँखाको आँसु अझै रसाउन छोडेको छैन। कारण अर्जेन्टिना हारेर होइन गाइज, कारण अर्जेन्टिना चाहिँ कसरी हारो, के को प्रेसरले, के को दबाबले हारो, खेलको स्ट्राटेजी उनीहरूको के थियो, कस्तो खेल्ने मान्छे, कहाँ गएर डिफेन्समा आएर बार लाग्न पुग्यो, मेसीको एउटा पनि सर्ट नलाग्नु, एउटा पनि क्रिएसन राम्रो चान्स क्रिएट नगर्नु, भेट्ने बल पनि गोल हुने खाले बलहरू पनि छोडिदिनु र बलहरू सबै डिफेन्सबाट क्लियर गर्नु। अर्जेन्टिनाको त्यो खेल होइन गाइस। र गेम खेल्नुभन्दा पहिला ड्रेसिङ रुमबाट बाहिर निक्लिँदै गर्दा सबको मोरल लो, सबको अनुहारमा चाहिँ धमिलो हुनु र मेसीले चाहिँ सबैलाई चियर अप गेमले एटलिस्ट के भने गेम खेल्नु भनेर भनिरहेकोहरू न्युज बाहिर आइरहेछ। तपाईँहरू यहाँ माथि देख्न पनि सक्नुहुन्छ। यसले चाहिँ रिपोर्टले चाहिँ के जनाउँछ भने चाहिँ पक्कै फिफाबाट चाहिँ अर्जेन्टिनालाई गेम हार्न भनेर स्पेनको गेम हार्नलाई प्रेसर आएको हुन्छ। नभए गाइज फाइनल गेम यस्तो बोरिङ गेम हुँदैन थियो। अर्जेन्टिना यस्तो बोरिङ खेल्ने टिमै होइन, यो अर्जेन्टिना टिमै होइन गाइज। र अर्को कुरा चाहिँ मेसीले चाहिँ जुन गेम खेल्नुभन्दा अगाडि प्र्याक्टिसमा चाहिँ 5 सट प्र्याक्टिस गर्दा चाहिँ 5 सटमा 5 सट बाहिरै मात्रै हानेको छ। त्यसले के गर्न जनाउँछ त चाहिँ जो कि मेसीले 5 सट हान्दा 5 चाहिँ कोणमा छिराउने मान्छेले 5 सट बाहिर हान्नुको के, त्यसले रिजन के जनाउँछ गाइज? तपाईँहरूलाई के यो रियल जस्तो लाग्छ? गेम तपाईँलाई रियल जस्तो लाग्छ गाइज? यो होइन, यो हुनै सक्दैन। फिफा यो चाहिँ जुन ट्रेन्डले गर्दा चाहिँ मेसी चाहिँ फिफा रिग्ड, अर्जेन्टिना फिफा रिग्ड मेसी भन्ने जुन अनलाइन नेगेटिभ अनलाइन यो भाइरल कुराले गर्दाखेरि चाहिँ मेसी रिग्ड फिफा रिग्ड मेसी भन्ने जुन यो बाहिर अफवाह फैलिएको छ, बाहिर नेगेटिभ यो अनलाइनबाट चाहिँ मिडिया थ्रुबाट चाहिँ नराम्रो यो प्रोपागान्डा फैलिएको छ। यसले गर्दा सायद फिफालाई प्रेसर आएर चाहिँ अर्जेन्टिनालाई हार्न भनेको हुनुपर्छ गाइज। यो तपाईँहरूले यो माथि देख्न पनि सक्नुहुन्छ यो स्क्रिनमा। तपाईँले यसले चाहिँ यो गेम अर्जेन्टिनाले चाहिँ खेलेर हार्ने टिम, हार्नु आफ्नो ठाउँमा छ, हार्थ्यो होला, तर यस्तो I don't like this.